लगभग इनफ भइसकेका छौँ होइन। चिसो पनि डेन्जर चिसो भइरहेछ अनि अब चाहिँ हामी यहाँनिर बिदाई माग्ने कार्यक्रममा छौँ। हेलो गाइज, न्यू डे न्यू ब्लग, तपाईँलाई स्वागत छ मेरो ब्लगमा। सो गाइज आज चाहिँ म सल्यानको एकदम एडभेन्चर ठाउँमा चाहिँ आएको छु। आज चाहिँ डे 2 हो चाहिँ तेस्रो ब्लग हो होइन। हिजोको ब्लग चाहिँ मैले एडिट गरेर अपलोड गरिसकेको छु, हेर्नु होला। कतिजनाले हेर्नु भएको छैन गएर एकचोटि हेरिदिनु होला। अनि आज चाहिँ हामी यहाँ माथि एकदम टप एरियामा यहाँको भ्यूहरू चाहिँ कस्तो रहेछ भनेर हेर्नुलाई चाहिँ आएको थियौँ होइन। अनि यसको लागि चाहिँ हामी यो डाँडामा यो लोकेसनमा चाहिँ आएको छौँ, देख्न सक्नुहुन्छ। हामी जान्छौँ अब त्यहाँ। मैले चाहिँ बाइक लिएर यहाँ आएँ, हामी 3 जना आएको छौँ। बाइकले तानेर हेर्नुहोस् 3 जना, यति चढाइकी बाटो हेर्नुहोस्, यस्तै थियो क्या ठाडो तानेर। अनि त्यो भएर उहाँ मामा छोरा दाइ र भाइ चाहिँ उता गइसक्नु भएको। म चाहिँ अब फेरि फर्केर बाइक त्यहाँ राखेर जान्छु। त्यहाँ गएर त्यहाँको पुरै भ्यू डिटेल देखाउनेवाला छ। भिडियो चाहिँ एकदम बवाल हुनेवाला छ। च्यानलमा कोही नयाँ छ भने डोन्ट फर्गेट लाइक, कमेन्ट, शेयर, सब्सक्राइब टु माई च्यानल। So let's start the video. ओके गाइज, यहाँदेखि चाहिँ गाउँ हेर्नुहोस्, यस्तो दामी देखिरहेछ है। रोक्न। अलराइट गाइज, अहिले चाहिँ हाम्रो फोटो सुट हुँदैछ। यहाँ दाइ उता बस्नु भएको छ, यहाँ क्यामेराम्यान हाम्रो दाजुले के हान्दै हुनुहुन्छ। दाजु फोटो अक्षर मार्ने का ठिक है, कोचराक्क त बनाएको बनाउनु त यस्तो दामी आइरहेछ भ्यू बवाल। म त यहीँ पुरा यहीँ टेन्ट लगाएर बस्दिनु जस्तो भइरहेको, जता हेर्दा पनि त्यस्तै मस्त छ क्या। लगभग इनफ भइसकेका छौँ होइन। चिसो पनि डेन्जर चिसो भइरहेछ। अझ त्यहाँ दाइलेर भाइ चाहिँ खिच्दै हुनुहुन्छ। अब हामी चाहिँ एकछिनमा निक्लिन्छौँ यहाँदेखि। यहाँदेखि हामी चाहिँ त्यो मामा घरसम्म पुग्नुलाई आधा घन्टा लाग्छ। अनि त्यहाँदेखि चाहिँ हाम्रो यात्रा फेरि लुहामसम्म रहनेछ आज। सायद पास पनि त्यतै हुन्छ होला, थाहा भएन फिक्सै। तर अनि त्यहाँदेखि चाहिँ हाम्रो भोलि सायद सम्भव त घर फर्किन्छौँ होला। सो भिडियो चाहिँ कस्तो लागिरहेछ कमेन्ट गरिदिनु होला भन्न चाहन्छु। ल अब चाहिँ हामी जाँदैछौँ, सब प्याक स्याक भइसक्यो होइन। अब यहाँ चाहिँ निक्लिनुपर्छ। चाबी खै छ यहीँ मसँग, सामान हेर्छु। ल गाइस, अब चाहिँ हामी यहाँदेखि प्याक लगाएर चाहिँ छुट्छौँ। अनि छुटिसकेपछि गएर चाहिँ फेरि त्यहाँदेखि पनि छुट्नै पर्नेछ। छुट्ने भइरहेछ आज चाहिँ सबै डे बाई डे। डाँडा चाहिँ पारी टप एङ्गल त्यहाँ पारी यस्तो धुलो वर्ष पछाडि। ओके गाइज, हामी चाहिँ आइसकेका छौँ डाँडादेखि घुमेर। अनि यो चाहिँ छ दाईको घर, अनि उतातिर छ मामाको घर, त्यो ठुल दाईको घर। अनि अब चाहिँ हामी यहाँनिर बिदाई माग्ने कार्यक्रममा छौँ। सायद सम्भव त मिल्दैन जस्तो छ, तै पनि समस्या देखाइरहेछ, हेरौँ। ओके गाइज, हामीले चाहिँ मामा घरदेखि बिदा लिएर चाहिँ आइसकेका छौँ होइन। यहाँ घरदेखि तल आयौँ किनकि त्यहाँ माथि बनाउनु बिर्सेछ। मोबाइल उसँग थियो, उसले बनाएर भन्ने भयो, मैले पनि अब मसँग मोबाइल चाहिँ थिएन, फेरि बाइक चलाउनु पर्ने भयो। त्यो भएर मामा घरदेखि चाहिँ बिदा मागेर आइसक्यौँ। अब चाहिँ हामी ठुलो मम्मीको घर जान्छौँ आज। सायद सम्भव त त्यतै हुन्छ होला बास। अनि बिहान चाहिँ हामी त्यहाँदेखि लाग्छौँ। अनि बाँकी अरू मेलासेला देखाउनेवाला छौँ, भिडियोमा कन्टिन्यू गर्नु होला है त। ओके गाइज, अहिले चाहिँ हामी जुन भनिरहेको थियौँ मेला भनेर, त्यो मेलामा चाहिँ हामी जाँदैछौँ। मेला चाहिँ हेर्छौँ यता आइसकेपछि होइन भनेर चाहिँ हामी आइरहेछौँ। हेरौँ, ज्योतिनगर आउनु भएको छ भन्ने सुन्दा छु कि ज्योतिनगरलाई नहेरेर पनि कहाँ जानु भयो, गाह्रो छ नि त हौ, गाह्रो छ। कता हो पार्किङ, त्यहाँभित्र हो। त्यहाँ टिकट काट्नु जाने होला फेरि बनिया छ जस्तो लाग्छ कि खै रुपियाँ भन्नु त। यो फोटो हेर्छु क्या, टिकट दिनु 2वटा।
ओके गाइस, यो टिकट पनि लिइसकेको छ हामीले। के छ यहाँ? दोस्रो प्रादेशिक कृषि वन पशु पर्यटन उद्योग व्यापार तथा सांस्कृतिक महोत्सव शारदा नगरपालिका 1 शिवनगर सल्यान। ल गाइस, हामी चाहिँ आइसकेका छौँ भित्र। यो देख्न सक्नुहुन्छ। अनि फेरि कपिराइट लाग्नु छ कि यस्तो गीतहरू बजाएको रेकर्ड गरौँ के रेकर्ड गर्नु खाली छ त्यो के गर्ने बाफ्रे मेला रे आली उठाएको छ के हेर्नु त्यो I love you. अब एक किसी की जिला बनी है तो वो तुम्हारे नाम मजा आया ना नहीं अभी क्या हो हाँ उता हेर्नु I love you. ओके गाइस, अहिले चाहिँ हामी ज्योति मगर दिदीको पर्फर्मेन्स हेरेर आइसकेका छौँ बाहिर। निक्लिकन के रात पऱ्यो अनि झ्याउ लाग्ने यस्तो चिसो पनि लास्टै होइन देख्दाखेरि देखिरहेको थियो नि त पहिला पनि। अनि त्यही भएर अब हामी चाहिँ निक्लेर यहाँदेखि जान्छौँ नुहामसम्म। आज चाहिँ नुहामतिरै हुन्छ होला सायद बसाइ। त्यही हो, मेला चाहिँ ठिकै थियो। दिदी आउनु बारेको छ, दिदीसँग थोडा मुलाकात भयो, त्यो मजा आयो भनौँ जे भए पनि। हेलो गाइस, अहिले चाहिँ हामी यहाँ सुत्ने क्रममा थियौँ अनि उसलाई चाहिँ निदले झ्याप भएर मोबाइल चाहिँ उसको मुखमा खस्यो अनि मोबाइल चाहिँ त्यो चार्ज लगाइदिएछ। जाडो पनि धेरै छ गाइस। यहाँ चाहिँ आज यस्तोमा सुत्नु परिरहेछ गाइस। हिजो ताजमहलमा सुतेको गाइस, आज यस्तो भएको छ गाइस। ओके गाइस, अब हामी चाहिँ सबै मेलापात भ्याएर यता घुमघाम सकेर चाहिँ अनि भेटघाट सकेर चाहिँ आज फर्किँदैछौँ घरतिर होइन। रुगा लाएर बोल्नै नसक्ने अवस्था भइरहेछ। सो भिडियो चाहिँ कस्तो लाग्यो, भिडियोमा केही सल्लाह सुझाव यताउता दिन चाहनुहुन्छ भने कमेन्ट गरिदिनु होला। साथै च्यानललाई सब्सक्राइब गरिदिनु होला ताकि आउँदा दिनहरूमा यस्तै खालका भिडियोहरू तपाईँलाई मिस हुने छैन भन्न चाहन्छु। ओके गाइज, बाई बाई, टेक केयर।